सबैजनाले हेलो गरिदिनु ल। हेलो अनि पहिलोचोटि पोखरा आउनुभयो होइन? पहिला नै आउनुभएको? प्याराग्लाइडिङ चाहिँ फर्स्ट टाइम? ए उहाँको सेकेन्ड टाइम हो। कस्तो भयो त हजुरको सेकेन्ड टाइमको एक्सपिरियन्स फर्स्टभन्दा? पहिलोभन्दा दोस्रो राम्रो कि कुन भयो? ए हावा धेरै चल्यो ल ठिक छ। भनेपछि प्याराग्लाइडिङ पोखरामा छ भनेर हजुरको पहिल्यैदेखि थाहा थियो? अनि फर्स्ट एक्सपिरियन्स भयो हजुरको तिनजनाको चाहिँ। रमाइलो रहेछ नि होइन? वर्थ इट रहेछ नि। लकी पनि हो हजुरहरू होइन? आजको वेदर पनि एकदम राम्रो थियो। यस अब नेक्स्ट टाइम आउँदा पनि गर्नुहुन्छ नि पोखराको टुरिज्मलाई प्रमोसन गर्नको लागि, प्रमोट गर्नको लागि होइन? अहिले चाहिँ हामीले हल्का गरियो। अनि अब फ्यामिली फ्रेन्ड जो पनि हुन्छ, अब तपाईँहरू बाहिर बस्नुहुन्छ, अब जुन बसेको ठाउँमा उहाँ विदेशीहरू साथीहरू सबैलाई चाहिँ पोखरामा यस्तो छ, नेपालमा यस्तो छ भनेर चाहिँ एउटा टुरिज्मलाई सहयोग गर्ने काम चाहिँ गर्नुहुन्छ नि होइन? अब एउटा राम्रो मेसेज चाहिँ त्यसबाट। ठिक छ ल, ओके बाई बाई गरिदिनुहोस् है। फेरि भेटौँला। रेडी? रिक्सा यतापट्टिको चाहिँ यो पुरानो एयरपोर्ट हो कि टाढो लामो
बहुत